guys, welcome back to my channel. अनि हैन आज हिजोदेखि म राइड जाने कि जाने भएन। हिजो कहिले घाम लाग्ने कहिले यो उयो के रे वेदर नराम्रो हुने। आज फेरि पानी पर्यो हैन। अघिसम्म पानी परेर त शीतल हो कि क्या हो जस्तो लागिरहेको थिएन। अहिले यस्तो टिनिक्क घाम लागेको छ। ओइ घाम आइजाऊ। सिंगल भिडियोमा आज म लास्ट गर्ने के थ्याट फ्याल भइसक्यो। यो घामसँग आज मेरो टु नाइट फाइट हुन्छ। त्यसपछि तिमीहरूले मलाई भोट हानेपछि म यसलाई हराएर जहिले पनि अब स्नोफल हुन्छ त्यस्तै। यस्तो कुरा हावा नगरौँ। अनि अब एकछिनपछि चिया खान चल्दिनु पर्छ हुकुम जसलाई म उठाएर। यो गाइज अब चिरिचट्ट भएर उता तलतिर जान थालेको हैन। चिया खान हुकुम जसलाई उठाम भन्नु नि। यो के हो थाहा छ तिमीहरूलाई? यो के हो थाहा छ? लिटरली आई एम क्यारिङ पटी गु। म गु बोक्दैछु गु। अनि यो गु चाहिँ भान्जीको मेडिकलमा बुझाइदिनु पर्ने रे। तै बय मेडिकलमा गाह्रो कसरी लाने भनेर चाहिँ मलाई छुरै हिलाएर छ्या गु। अब हुकुम त पुरा दिन्छु म पछाडि बसेर लक्दै हो। अनि बाइक एज अलवेज इलिगल। आज डिबी निकाल्न मन थियो तर मैले निकालिनँ। भोलि राइड जाँदा चाहिँ निकाल्नुपर्छ सबै। नत्र भने यो ऐना र यो के अरे के भन्छ यसलाई नम्बर प्लेट त मेरोमा कहिले हुँदैन। सब हुकुम त उठाए चल्दैछ टाइट। यो गाइज म चाहिँ हुकुमको घर आइपुगिसकि। ओ हुकुम 2000 years later. गइरहेको नि जस्तो आज मैले भ्लग बनाएको। यस चढा जोस चल्दिस। अब तिमीहरूलाई केटा हो आज म सिन्धुली बजार देखाइदिन्छु है त। मैले कहिले देखाएको छैन भ्लगमा। अब म देखाइदिन्छु। यस्तो हिलो हुन्छ यार यहाँ चिया चाहिँ एकैछिनमा हिलो बनाइसक्यो यार जुत्ता। यस मलाई फेरि हेराइ मन पर्दैन मान्छेहरूको। यहाँनिर बजाजको पुरै ऊ चलिरहेको एडभर्टाइजमेन्ट चलिरहेको। अब ऊ त्यो बिचको यहाँ यस्तो उडाइसकेको छ कसले। अनि यतापट्टि छ फलफुल पसलहरू, यता अटो पार्क। अनि केटा उयो अगाडि देखेको यो सुन्तला के अरे जुनार यो 3 करोडमा बनाएर के योलाई आमा गफ दिने पनि तरिका हुन्छ नि। टुडी हेल जता जान्छ त। अनि हामी आइसक्यो स्टल बजारमा। यहाँनिर यो बुझिनुपर्ने चाहिँ यहीँनिर है केटा हो। दिइसक्यो अब हामी चल्दैछ माथितिर। यहाँ त पुरै चिरिचट्ट भएर कहाँ देखाएको ल्याङ्टाइ के त खोइ इगो हट किनिदिइहाल्यो हो। हुकुम जसले किनिहाल्यो चाहिँ खोइ तेरो देखा त कति पुग्यो तेरो 41 पुग्यो। उसको त कति 19 झरे खानु होला होइन। ओ ल्याङ्टाइ जानेको त 79 यो देखाइदिनु थम्बनेलमा
ब्लग हो दाइ ब्लग ओइ गाना ओइ गाना ओइ कहाँ देख्छ त अनि दैट हैन दोस्त हाम्रो भोलि हो क्या दाइ भोलि खै त अनि तेरो प्रोडक्ट देखा प्रोडक्ट देखा खोइ गयो यहाँ देखाउनु त यहाँ ल केटा यहाँ सुकुटी चाहिएमा यतापट्टि सम्पर्क सुन चाहिए पनि पसल राम्रो हुँदैन खोइ त देखा ल है त अक्खा यो आगोमा सुकाएको है त आगो के भन्दै यो विषयमा ल ट्राई गर्नु होला यस प्योर हाइजेनिक छ अनि मिलावट केही पनि छैन मान्छेहरूले भन्ला नाम पनि बोल्न पसल नाम गोरुको यताउति भन्ला होइन त्यस्तो के होइन यो प्योर बफे हो राम्रो चाहिँ ट्राई गर्नु अब दाइले राख्नु भएको छ अब दाइले रिभ्यू कति केजी हो यो यो चाहिँ आधी केजी हो केजीको प्राइस त नभनौँ है प्राइस त डिएम गर हाम्रो स्टोरको नाम चाहिँ तपाईँ देखाइदिनु होइन देखाइहाल यहाँनिर भन्दा देखा छिटो यस्तोले बिजनेस गर्दैन केटा हो हाम्रो स्टोरको नाम चाहिँ देखाइहाल यहाँनिर दिने फेरि हाम्रो यो चाहिँ मेरो एकाउन्ट हो अब स्विच गर्नु हाम्रो स्टोरको नाम ल त स्टोरको नाम यो है त द ड्राई मिट सप होइन आज भर्खर 105 फलोवर छ है त आज भर्खर रिस्टक भएको छ प्योर लोकल यसरी बनाउँछ यो केटा हो त्यो यहाँनिर आज भर्खर उयो हालेको छु कि मैले ल सुन ल ठिक छ केटा म यता उति पनि यहाँनिर यसको पोस्टको हालिदिउँला यहाँनिर एडिट त आफै गर्ने पनि बेला भन्न तेरो पसल हैन? नाम। होइन हामीले भन्ने त्यो के टोन अर्कै हुन्छ कि यसले भने राम्रो हुन्छ कि हाम्रो स्टोरको नाम चाहिँ द ड्राई मिट सप हो यस यसरी सर्च गर्नु होला Yes. राम्रो लाग्यो अरू प्राइसहरू के कस्तो लाग्छ होइन भन्नु होला दिन्छ होइन जहाँ पनि अल ओभर नेपाल डेलिभरी है यो चाहिँ फेरि यो चाहिँ आगोमा हेर्नु सक्नुहुन्छ तपाईँहरूले प्योर आगोमा सुकाएको मासु हेर्नु सक्नुहुन्छ होइन सहयोग डिएम गर्नु होला त्यो सहयोग सबैलाई तेट ओइ भाइ ओइ 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 भाइ ए ए ए माथि अब माथि गएर बस्छौँ तेट कि हाम्रो जक्सनमा अनि यहाँबाट चाहिँ कस्तो खालको भ्यू देख्छ नि यस्तो त्यही भएर हामी जहिले यहाँ आउँछ है ल्याङ्की आइकन सहयोग अब एकछिन कुराकानी गरेर चिया खाएर चल्दैछ तेट फेरि है त गाइज चल्दैछ है गाइज चल्दैछ बाइक सबै इलिगल छ केटा हो त्यहाँनिर दुईवटा थाना छ क्या फेरि एउटा पुलिस चौकी एउटा चाहिँ ट्राफिक चौक छ क्या आयो भने भाइ रे भाइले खाना आयो मामा ल्याएर मामाहरूले किनेर हात मार्दै मेरो मामा चाहिँ त्यहाँनिर छ केटा अगाडि छ मामा सब इलिगल छ केटा हो मेरो चेकिङ त छैन नि अभी भाग केटा हो भाग अभी ट्राफिक हेर्नु केटा हो भाग भाग ट्राफिक रहेछ केटा हो ट्राफिक फुल चेकिङ यार हामी पढेको स्कुल 10देखि स्कुल चाहिँ 10 होस्टेल बसेको त त्यहाँ होस्टेल हाम्रो होस्टेल यो हो केटा हो यो यहाँ बसेको थियो हामी यो ठ्याक्कै यो टप फ्लोरमा बस्थ्यो हामी चाहिँ अनि यहाँबाट गेट चाहिँ यहाँनिरबाट हो यहाँबाट भगवती अब हामी यहीँ बस्छौँ एक्चुअली ल केटा हो इलिगल बाइक भएर त्यहाँनिर चेकिङबाट चाहिँ हामी चलेर आइसके हुकुम दोष यहीँनिर छ के भन्यो दोष त्यस्तो चेकिङहरूलाई मामाहरू अब राम्रोसँग चेकिङ नगर्नु होला हाम्रो बाइक यस्तो इलिगल छ होइन के भन्नु गाह्रो छ होइन के भन्नु दोष त्यो पनि फेरि कहिलेकाहीँ मात्र चेकिङ गर्छ कि त्यसले आकल झुकाउनलाई धेरै जस्तो चेकै गर्दैन अनि त्यो भएर चाहिँ रिस हुन्छ जहिले चेकिङ गर्ने भए पो एउटा कुरा हो कहिलेकाहीँ आकाल झुकाउन चेक गरिन्छ अनि कति हजार पर्दैन अनि यो नम्बर प्लेटको चाहिँ 10,000 हो अनि डिबी खोले छैन यो उयो मिररको त 500 लिन्छ मेरो 500को चिज काटिसक्यो 1000 लिन्छ अब अनि यो डिबी किलर त खोले छैन डिबी किलर निकाले भयो त झन् कति डिबी किलरको 7,000 हो क्या हो त्यस्तै समथिङ त्यस्तो चिज छ होइन तर दादा त्यस्तो धेरै चिजमा पर्दैन किनकि मलाई थाहा छ नि त यहाँ काका चेकिङ हुन्छ यहाँ सिन्धुलीको त चप्पा थाहा छ त्यही केटा अब केटाहरूलाई अब उयो बजारमा बोलाउँछु अनि त्यहीँ बसेर एकछिन गफ हानेर अनि चल्दैछ स्कुल हो होइन अनि के अरे 12 देखिको स्कुल चाहिँ यो हो मेरो कलेज यहाँबाट दिएको हो मैले
छिमेकीबाट क्लियर गरेँ हो यहाँबाट सिधा स्थलीबाट दिएको हो मैले 12 चाहिँ होइन सर पनि हिँड्नु नमस्कार सर ओ नमस्कार सर आसो हुनुको चाहिँ सरै होइन त्यो पनि हावामा नमस्कार भन्छ अनि यो चाहिँ 2 नम्बर बजार हो केटाहरू यो चाहिँ 2 नम्बर बजार यसो भिड छ यहाँ पनि यस्तै छ हाम्रो यहाँनिर सिन्धुलीको बजारहरू चाहिँ एरियामा चाहिँ बिस्तारै चलाउनुपर्छ यहाँनिर मान्छेहरू धेरै हुन्छ क्या गाह्रो बनाउँछ होइन मान्छेहरू फेरि उस्तै भेजाहरू पर्छ कहिलेकाहीँ चाहिँ सो त्यही हो अहिले हामी आइसके हाट छिरी ठाउँमा उता मौटार जाने ठाउँ पनि यताबाट हो अरूबाट पनि जान्छ बजारबाट आउँदैछ भने चाहिँ यताबाट पनि जान्छ हो यहाँबाट जान्छ हाट बजार मौटार सबै यताबाट जान्छ हामी चाहिँ तर यताबाट अघि नै हङ्ग्रीमै जाने हो हामी फेरि हङ्ग्रीमै अनि केटा हो होइन यहाँनिर क्या यो बजारमा यो कसको चुतिया काम हो यो उयो उहाँ माथि त्यहाँनिर त्यो उस देखा छ नि यो बाटी केटा हो यो कसले झुन्डायो सिन्धुलीमा सिन्धुलीको 2 नम्बर बजारमा यहाँनिर बाटी झुन्डाउनेको नाम चाहिँ को हो कि यस्तो आमा ठुलो बाटी त हटाइ छ एउटा मात्र बाटी छ सानोबाट त्यही सिन्धुलीमा मान्छेहरू फटाफटा आउने यार त्यही कसले होइन दोस्त अनि हामी आइसकेका छौँ स्टल बजार हो यो उतापट्टि जाने भयो यता मुनिबाट जाने हामी माथि जाने हो त्यही भएर माथिबाट जाँदैछौँ हामी यो चाहिँ बजारहरू हो यस्तै देख्न पाइन्छ हामीले यहाँतिर फन पार्क भइहाल्यो त्यो उता सिन्धुलीको ए हो ल हाम्रो केटाहरू भेभ्युज अरे म चाहिँ केही पनि खाँदैन यति मध्येमा होइन यो ट्रोपिकल लाइम ब्लास्ट यो हुकुमदोसको होइन अनि यो वाटरमेलन किवी चाहिँ यो यसको होइन आयो न दोस्त मासु व्यापारी बिजनेस पार्टनर सहयोग धेरै त्यस्तो यहाँनिर त को आउँछ होइन त्यो त भन्नै मिलेन त्यही हामी यहाँनिर चिया मात्रै खाने हामी मुला चिया मात्रै खाने देखाइसक्यो त्यही अब एकछिन भेटौँ ल हाम्रो 2टा ल्याङ्दी आइसक्यो प्रशान्त दोष यो यो गाइस यहाँनिर बस्दा अब पुगिसक्यो अब हामी सबैजना घर चल्दिस ए सरी अनि त म टुटुट गरिहाल्छु नि अब सो गाइस आजको लागि यति नै टाटा बाई बाई सी यू टुमरो अर्को भ्लग चाहिँ नेक्स्ट दामी जिटिए सिन्धुली भन्दा आउनेवाला छ